सेवारो नमस्ते सबैजनालाई। आज हामी किराँत धार्मिक कार्यक्रम माघे सङ्क्रान्ति आज 1 गते विशेष कम्पीको तकनाथको अवसरमा आज चाहिँ हामी फुलुङ्गेतर्फ धार्मिक एउटा ऐतिहासिक कार्यक्रममा जाँदैछौँ। विशेष गरेर हामी चाहिँ आज किराँत साम्य शाक्ति जुजोटोक पाङ्गोको एउटा धार्मिक संस्था मार्फत आबद्ध भएर कलाकारको प्रतिनिधित्व गरेर आज हामी जाँदैछौँ। हामीलाई किराँत साम्य शाक्ति पाङ्गोबाट एउटा पत्र आएको थियो, आज त्यो कार्यक्रमतर्फ जाँदैछौँ। दिलहान्दै जोडी ढुकुर सँगै बसेको किन होला नै मलाई थाहा छैन के त किम्रो मन भित्र कैसे हामी यतिखेर महागुरु फाल्गुनन्दज्यूले सिद्धि प्राप्त गर्नुभएको ठाउँ तीर्थस्थल उहाँको तपभूमि र हामी तीर्थस्थल खत्रपा भन्ने ठाउँमा छौँ। यहाँ चाहिँ महागुरु फाल्गुनन्दज्यू तपस्या गर्नुभएको ठाउँ यो अत्यन्तै ठुलो रुख रहेको छ, विशाल रुख छ। यो विशाल रुखको मुनि खेतमा चाहिँ महागुरु फाल्गुनन्दज्यू तपस्या गर्नुभएको ठाउँ यहाँ देखिन्छ। यहाँ किराँत धर्मावलम्बीहरूको दर्शन गर्ने भिड छ, अत्यन्तै लाइनबद्ध तरिकाले सबैजना भक्तजनहरू दर्शन गरेर निस्किने क्रम जारी छ र दर्शन गर्ने भक्तजनहरू पनि आउने क्रम जारी छ। हामीले पनि यतिखेर दर्शन गरेर यो जुन घेराभित्रबाट बाहिर निस्किसकेका छौँ। भक्तजनहरू आफ्नै तरिकाले एकदम अनुशासित भएर दर्शन गर्ने क्रम जारी रहेको छ। कोही चाहिँ भक्तजनहरू दर्शन गरिसकेर बसिरहेको अवस्था छ। आज विशेष गरेर माघे सङ्क्रान्ति मकर मेला आज हाम्रो ऐतिहासिक धार्मिक कार्यक्रम पनि रहेको छ। हामी त्यसमा कार्यक्रममा आउने भनेर यहाँ दर्शन पनि गर्न आइसकेका छौँ, हामीले दर्शन गरिसकेका छौँ। दिलीप भाइलाई चाहिँ धेरै धन्यवाद छ होइन, हाम्रो फोटो खिचेकोमा भिडियो गरिदिएकोमा। de yung singe no
आफूमध्ये नआउँदाखेरि सुरक्षा पनि त्यतिकै चाहिन्छ अनि सरकारले सुरक्षा दिइरहेको त्यसले गर्दाखेरि यो लाखौँ मान्छे भेला आउनु थाल्नु हो अब हुन्छ तपाईँले सुर्ताउनु गर्नुहोस् हामी एक नम्बर प्रदेशदेखि लगेर हामी माथि राष्ट्रसम्मै कुरा त पुर्याउँछौँ र यस पुर्याउनेमा तपाईँहरूको सबैको सहयोग चाहिन्छ राम्रो झोलिरहेको छैन त्यसले गर्दाखेरि यहाँ ठुलो मन्दिर बनाउनु पर्ने छ तपाईँको एउटा ठुलो मन्दिर बनाउनु पर्ने छ तीर्थयात्रीहरूको दर्शन गर्ने त यो सोचिरहेका छौँ यो काम अवश्य पुरा हुन्छ भन्ने मलाई लागेको छ हामीले यहाँ तीर्थमार्गमा पैसा लगानी रहेछौँ हाम्रो प्रस्तावित छ 1 लाख लागेको छ भनेर र अहिले जोड्नुको लागि पुलिङ्गेको तीर्थ यो नेवाखालाको तिरै तिर ल्याएको छौँ 170 जोड्ने छ त्यसले गर्दाखेरि यो जोडिनु लागेको छ त्यसले गर्दा हाम्रो विकास भएको हो यस पञ्चायतको समयभन्दा अहिले विकास भएको छ यो चाहिँ मानिन्छ पञ्चायतमा त थिएन फर्किएको त्यसले गर्दाखेरि अहिले विकास भएको छ बिजुली आएको छ गाडीको बाटो आएको छ स्वास्थ्य चौकीहरू दिइराखेका छ र प्रशासन गाउँ दिइराखेका छ यी सारा कुराहरू व्यवस्था राम्रै छ र यसलाई राम्रो किसिमले उपभोग गर्नु पऱ्यो हामी जनताले हामीले राम्रो बुझ्नु पऱ्यो हामीले राम्रो जान्नु पऱ्यो हामी तपाईँमा हामीहरूको हातमा छ अहिले पहिले पञ्चायतको समयमा त त्यस्तो थिएन राजाको अन्तर्गत चल्नु पर्ने थियो जे कुरा पनि त्यस कारणले अहिले जनताको अन्तर्गत चल्नुपर्ने स्थितिहरू आयो त्यसलाई भन्छ लोकतन्त्र गणतन्त्र गणराज्य हुनु पऱ्यो नि त गणराज्यका व्यवस्था हुनु पऱ्यो नि यो बिगार्नु भएन हामी जनताले एक भएर गयौँ भने हाम्रो देश हाम्रो मुलुक हाम्रो नेपालको स्वर्ग बनाउँछौँ क्या स्वर्गको अनुभूति हुन्छ अहिले बिजुली भनेको कुना कच्चा सबै ठाउँ पुगिसक्यो बाटो